हेर्नु साथीहरू, यो आमाको अचारले नि देश विदेश सबै सर्लक्कै खाइसक्यो कि। अब सर्लक्कै खाइसकेपछि हाम्रो केसरीको स्टोरमा त नभई भएन यो आमाको अचार है। त्यही भएर मैले आमाको अचारमा भेराइटिज त धेरै छन्, के छन् मैले चाहिँ खै काउन्ट गर्न सक्छु कि सक्दिनँ मलाई थाहा भएन। मेरोमा चाहिँ यति यति भेराइटिज चाहिँ छन् सर र है। हेर्नु त सर र यति भेराइटिज चाहिँ छन् है। अनि यो मैले चाहिँ बेच्न थालेको 6-7 महिना भइसक्यो कि। 6-7 महिनामा म्याक्सिमम बिक्ने भनेको टिमुरको छोप लाग्यो मलाई। त्यही भएर मैले चाहिँ यति भसक्कै हेर्नु त चावडा छ कि चावडा 4 पेटी चाहिँ आमाको अचारको यो टिमुरको छोप अर्डर गरेकी छु। हजुरहरूलाई जो कोहीलाई पनि चाहिन्छ भने यो टिमुरको छोप चाहिँ लिन आउनु होला है केसरीको स्टोरमा। हाम्रो लोकेसन चाहिँ मणिग्राम चोकबाट पूर्व साइड सटर लाइनमा, चोकबाट चाहिँ 200 मिटर मात्रै भित्र, धेरै टाढा पनि छैन। यदि हजुरले आउन सक्नुहुन्न भने अनलाइन अर्डर गर्दा पनि हुन्छ, मैले अनलाइन डेलिभरी पनि गर्छु है। अनि यो चाहिँ जेसित पनि खान भयो के, दाल पकाएर चटनी सर खान पनि भयो, मासु पकाउँदा नि खान भयो, अथवा मकै भुट्दा यो जाडोको मौसममा चाहिँ मकै भट्टा भुट्नुहुन्छ, साइडमा यति टिमुरको छोप राखेर खान पनि हुन्छ। जसरी पनि हजुरले खानुहुन्छ भने एकदम टेस्टी छ। हजुरलाई जो कोहीलाई चाहिन्छ भने यो टिमुरको छोप चाहिँ लिन आउन नबिर्सिनु होला केसरीको स्टोरमा है साथीहरू। मिठो आमाको अचार र प्रकाश दाईलाई पनि धेरै धेरै धन्यवाद ल, हाम्रोसम्म यहाँसम्म स्टोरसम्म पुऱ्याइदिनु भएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ल प्रकाश दाई। थ्याङ्क